भयो है। अब तपाईलाई अर्को मैले यहाँ मिनिङमा बुझ्नुपर्ने कुराहरू के हो नि सो सोदेशका र सोज्यारिमासेन र चिगाइमास भनेर लेखा छ है। सोको मिनिङ त तपाईले पढ्नु भयो हैन हो भन्ने भने त्यसै हो। जस्तै तपाईले कस्तो अवस्थामा युज हुन्छ भने जस्तै तपाईले कुनै कुराहरू बोलेको कुराहरूमा म सहमत छु हैन तपाईले भनेको कुरा मिल्यो भने नि ए हो र भन्ने कुरा जस्तो कुराहरू चाहिँ सो भनेको कुरा ठिक हो भन्छ नि हामीले जस्तै नेपालीमा भन्दाखेरि हो भन्छ नि हो त्यस्तोमा चाहिँ सो युज गर्छ है। स्वदेश र सो भनेको एउटै मिनिङ हो ल त्यही भएर म स्वदेश पनि ल्याएर सो पनि ल्याएर नचुकिनु ल स्वदेश भनेको हो भनेको है। तर कुनै चिजहरू मलाई अब एक्साइटेड भयो हैन मलाई त्यो कुरा थाहा सुने मैले अब बाहिरबाट कहीँबाट तपाईँ यहाँ आउनुभयो यहाँ आउँदाखेरि तपाईँले मलाई कुनै नयाँ न्युज एउटा एक्साइटमेन्ट हुने छक्क पर्ने न्युज सुनाउनुभयो अब मलाई थाहा छैन त्यो कुरा त्यस्तो अवस्थामा चाहिँ मैले यो युज गर्छु वर्डको चाहिँ स्वदेशका ए हो र स्वदेशका कुनै मलाई थाहा नभएको चिज तपाईँले गर्नुभयो त्यो कुरा चाहिँ मैले चाहिँ एक्सप्रेसन गर्नु पर्यो भने चाहिँ स्वदेशका भन्छु है मैले ए हो र भन्ने कुरा चाहिँ त्यो बेलामा चाहिँ यो स्वदेशका भन्ने कुराले युज गर्छ ल। अनि अर्को सोज्यारिमा चाहिँ र चिगाइमास मैले पोस्टमा लेखाएको छ है। चिगाइमास भनेको गलत छ फरक छ पढ्नु भएको छ अनि सोज्यारिमा चाहिँ भन्नु त पढ्नु भएको यो ज्यारिमा चाहिँ त पढ्नु भयो नि नेगेटिभ है गलत छ फरक छ त्यस्तो होइन है। यो चाहिँ तपाईँको त्यस्तो होइन भनेको भन्नु र फरक छ गलत हो भन्नु कुरा अनि तपाईँले केही कुरा एन्सर भन्नुभयो त्यो कुरा चाहिँ मैले होइन भन्दाखेरि चाहिँ मैले सोज्यारिमा चाहिँ त्यस्तो होइन भन्न पनि सक्छु र त्यसको अर्को अर्थ चाहिँ के हो त अब हामीले त्यसलाई सोज्यारिमा चाहिँ प्रायः युज गरिँदैन युज गरेको के त चिगाइमास तपाईँले भनेको कुरा गलत छ अथवा फरक छ मिलेन भने म के भन्छु त चिगाइमास गलत छ अथवा फरक छ मिलेन भन्छु म है। कुनै एन्सर भन्नुभयो त्यो एन्सर मिलेन गलत भयो भने त्यस्तो अवस्थामा चाहिँ चिगाइमास युज गर्छु है। र त्यस्तो होइन भन्नलाई कहिले सोज्यारिमा चाहिँ पनि युज गरिरहेको हुन्छ है। सोज्यारिमा चाहिँ र चिगाइमास भन्नु एउटै हो त्यस्तो होइन भन्नु र फरक छ गलत छ भन्नु कुरा एउटै हो नि त है। त्यो कुरा चाहिँ नजुटिनु ल त्यही भएर दुईटा एकै ठाउँमा लेखिदिएको छु। प्रायः जस्तो युज हुने चाहिँ चिगाइमास युज हुन्छ है सोज्यारिमा चाहिँ कमै युज हुन्छ। र आनो भन्ने तपाईँले पढ्नु भयो है फेरि आनो भनेर फेरि पछाडि ऊ पनि हुन्छ नि नचुकिनु है। आनो भनेको फेरि आनो सम्झेर त्यहाँको अघिको त्यो कोनो सोना आनोको आनो होइन पछाडि ऊ हुन्छ है। आनो भनेको चाहिँ कुनै कुराको हिचकिचाहट बोल्दै जाँदाखेरि चाहिँ जसले कुनै कुरा आएन कन्फ्युज हुने कुरा भयो त्यो कुरामा कहीँ बिर्स्या जस्तो लाइन होइन आनो उचिवा भन्नु होइन अब कुनै कुरा अड्किएर भन्ने कुरा लङ टाइम लिएर भन्ने कुरामा चाहिँ आनो भन्ने एउटा चाहिँ वर्डको युज गरिन्छ है त। हिचकिचाहट गर्ने अलिकति लङ समय लिएर पनि बोल्ने बेलामा चाहिँ आनो भन्ने वर्डको युज गरिन्छ ओके। र अर्को छ तपाईँको आरिगातो गोजाइमास है लेखा त थ्याङ्क यू है दोमो लेखा त त्यो पनि थ्याङ्क यू होइन। अनि दोमो आरिगातो गोजाइमास त्यसको मतलब पनि थ्याङ्क यू यो चाहिँ धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच हो यसको मतलब चाहिँ। अब यो चाहिँ कुन अवस्थामा युज गर्ने मैले छुट्याएर लेखिदिएको छु है। साथीभाइ या आफ्नो लेभलको मान्छेलाई युज गर्नु पर्यो थ्याङ्क यू भन्नु पर्यो भने चाहिँ दोमो भन्दा भयो है। आफ्नो साथीभाइहरूलाई युज गर्दाखेरि चाहिँ दोमो भन्दाखेरि भयो भने अलिकति आफूभन्दा माथिल्लो लेभलको मान्छे छ आफूले मान्नुपर्ने मान्छे छ भने त्यसमा चाहिँ आरिगातो गोजाइमास युज गर्नुपर्छ है बुझ्नुभयो नि। र अझै एक्साइटेड भएर धेरै धेरै धन्यवाद हजुरलाई हामी खुसी भएर चाहिँ कसैलाई चाहिँ एकदम तपाईँलाई धेरै धेरै धन्यवाद भन्नु पर्यो भने चाहिँ दोमो आरिगातो गोजाइमासको युज हुन्छ है। यो तीनटाको फरकहरू यहाँनिर यसरी छुट्याइदिएको छ मैले बुझ्नुभएको छ। यसमा फरक के रहेछ त दोमो पनि आरिगातो गोजाइमास थ्याङ्क यू नै हो आरिगातो गोजाइमास पनि थ्याङ्क यू नै हो दोमो आरिगातो गोजाइमास पनि थ्याङ्क यू नै हो। तर फरक के रहेछ एउटा चाहिँ साथीभाइलाई युज गर्ने एउटा चाहिँ आफ्नो लेभलभन्दा माथिको सम्माननीय मान्छेलाई युज गर्ने एउटा चाहिँ एक्साइटेड भएर चाहिँ धेरै धेरै धन्यवाद भन्नुपर्ने अवस्थामा चाहिँ दोमो आरिगातो गोजाइमासको युज गर्ने भन्ने कुराहरू बुझ्नु पर्यो है। ल आरिगातो गोजाइमास त भन्यो अब हामीले रिप्लाई पनि त दिनु पर्यो नि त थ्याङ्क यू भन्दाखेरि यु वेलकम भन्छौँ हामीले होइन मान्छेहरूलाई अवस्था अनुसारले त थ्याङ्क युको रिप्लाई त दिनु पर्यो नि। अब जापानिजमा रिप्लाई कसरी दिने त तिनीहरूको रिप्लाई दिने त तरिका के हो त यसरी रिप्लाई दिने है। एउटा चाहिँ कोचिरा कोसो योरोसिकु सेम टु यु थ्याङ्क यू भन्छौँ हामीले है कोचिरा कोसो योरोसिकु भन्छौँ है। अर्को चाहिँ वेलकम भन्नु पर्यो दोइतासिमास्ते जस्तै सिधै आरिगातो गोजाइमास अथवा दोमो भन्यो भने तपाईँले दोइतासिमास्ते वेलकम यु आर वेलकम भनेर हामीले रिप्लाई दिनु पर्यो नि दोइतासिमास्ते होइन। अनि सेम टु यु थ्याङ्क यू भन्छ नि हामीले कहिलेकाहीँ हामीले सेम टु यु भन्ने यो वर्ड पनि युज गर्छौँ नि त। त्यस्तो अवस्थामा चाहिँ कोचिरा कोसो योरोसिको नेगाइसिमास अथवा योरोसिको युज गर्नु पर्यो है। यो थ्याङ्क यूको रिप्लाई हो नबिर्सनु ल थ्याङ्क यू भन्दै गर्दाखेरि चाहिँ यो थ्याङ्क यूहरूको भन्ने तरिका पनि छ तीनटा तरिका भयो र यसको रिप्लाई दिने तरिका पनि दुईटा भयो। वेलकम भनेर नर्मली थ्याङ्क यू वेलकम भन्नु पर्यो भने कोचिरा के अरे दोमो के अरे दोइतासिमास्ते भन्नु पर्यो होइन। अब तपाईँको युआर वेलकम के अरे सेम टु यु थ्याङ्क यू सो मच भनेर हामीले जुन वर्ड युज गर्नु पर्यो भने चाहिँ कोचिरा कोसो योरोसिको गर्नु पर्यो है त। यो दुईटाको रिप्लाई दिने तरिका पनि बुझिहाल्नु है त। अब जसरी रिप्लाई दिँदा पनि हुन्छ अब यो दोमो आरिगातो गोजाइमास भन्दाखेरि दोइतासिमास्ते भन्दा पनि भयो कोचिरा कोसो योरोसिको भन्दै पनि भयो है रिप्लाई जुन दिँदा पनि भयो ओके।
अब कुन राम्रो हुन्छ त, पोलाइट कुन हुन्छ त? सेम टु यु भनेको राम्रो कि अनि युआर वेलकम भनेको राम्रो? त युआर वेलकम राम्रो हो नि त। अब राम्रो युआर वेलकम अलिकति मान्ने खालको हो भने त आरिगातो गोजाइमास र दोमा आरिगातो गोजाइमास भन्दा चाहिँ दोइतासिमासले युज गर्दा बेस्ट भयो होइन। युज त दुइटै गर्न मिल्यो होइन, तर दोमो मात्रै भनेको छ भने चाहिँ कोचेर कसो योरेसिकु भन्नु पर्यो। युज गर्न दुइटै मिल्यो है। थ्याङ्क यू सो मच होइन, सेम टु यु थ्याङ्क यू भन्नु पर्यो है। दुइटै युज गर्दा हुन्छ, यो तिनटैको रिप्लाईमा दुइटामा जुन युज गरे पनि हुन्छ है। र अलिकति राम्रो खालको पोलाइट खालको पनि यो भयो, युआर वेलकम भन्ने भयो। यतिकै थाहा छ नि, इङ्ग्लिसबाटै छुट्याउन सक्नुहुन्छ तपाईँले। यो वर्डको डिफ्रेन्स चाहिँ थाहा पाउनु पर्यो, थाहा पाउनु भयो वर्डको डिफ्रेन्स कस्तो रहेछ भन्ने कुरा है। अब यो लेसनमा चाहिँ तपाईँको वर्ड मिनिङमा भएको बुझ्नै पर्ने वर्डहरू चाहिँ यिनीहरू है, यो चाहिँ तपाईँले जसरी नै बुझ्नै पर्छ। ओके।